वेलकम टू माई अनदर भ्लग। आज दिनभरि घरमा बस्दै बस्दै बोरिङ लागिसकेको थियो अनि मैले साथीलाई कल गरेँ भने हिँड घुम्न भनेर होइन। अनि चाहिँ उहाँले खाइरहेको थिएँ अनि भने एकछिन आइरहेको छु भनेर त्योसँग मैले नुहाइ पनि सकेँ। नुहाएर अनि अब भनेको हिँड एकचोटि राउन्ड मारेर आउने बजारतिरबाट अनि फिल्डमा एकछिन बस्ने, त्यसपछि अलिकति माइन्ड फ्रेस पनि भइहाल्छ भनेर मैले साथीले नि भनेको। अनि भने हिँड घुम्न भनेर अनि त्यस्तै त हलिरहेको छु। अनि एउटा यो पनि भइसक्यो कि भ्लग बनाउने मौका पनि मिलिसक्यो कि कुनै टपिकमा भ्लग पनि बनिहाल्छ भनेर त्यसैले घुम्न आइसकेको थियो। चाहिँ फिल्डतिर घुम्न आइसकेको छु अनि अलिकति मुड फ्रेस पनि भइहाल्छ। अनि आज चाहिँ मैले नेपालीमा भ्लग बनाइरहेको छु किनभने हिन्दीमा अलिकति बोल्नमा अप्ठ्यारो हुन्थ्यो। नेपाली पनि त क्लियरली आउँदैन तर पनि बेटर देन हिन्दी हुन्छ, राम्रै हुन्छ। हिन्दीभन्दा बेटर नै हुन्छ नेपाली बोल्नमा, अलि इजी नै लाग्छ। त्यसैले सोचेँ नेपालीमै बोल्दा राम्रो हुन्थ्यो भनेर। त्यसैले अनि यस्तै सानो सानो भ्लग आइरहेको नै हुन्छ अबदेखि। हामी चाहिँ अस्तिदेखि धेरै दिनदेखि ब्रेक लिएको थियो अनि बनाइरहेको थिएन भ्लगहरू। अनि त्यसपछि अब सोचेको अलिकति दिन बाई दिन नभएपछि पनि दुई दिनमा चाहिँ भ्लग बनाउनुपर्छ भनेर अनि चाहिँ हामीहरू आइसक्यो घुम्नतिर। फिल्ड पनि आइसकेको छ, फिल्डमा गएर भेटौँला। फिल्डमा आइसकेको थियो अनि एउटा साथी पनि मिलिसक्यो, फिल्डमै बसेको थियो, फिल्डमै बसेको थियो। अनि हामी आउँदाखेरि यो नि भेट भइसकेको छ हेर्नु त, यो चिलमा बसेको छ। आउँदै बित्तिकै सोधेको कि कतिवटा सब्जेक्टमा मेरो लागेको छ भनेर, अनि हामीले नि भनिदिएको एउटा पनि लागेको छैन भनेर। क्या बात कर रहे हैं? दिन्छु भनेर। कहिले दिन भाइ पार्टी त? पार्टी कहिले दिन? पार्टी तो अभी ना मिलता, अभी अपने गरीब आदमी मैं कहिले दिन पार्टी भन्न? पार्टी तो हुँदैन भाइ, पैसा बाबा हाल्छ। म बुझ्छु तेरो भने। फिल्डमा आइसकेपछि कति राम्रो मौसम छ हेर्नु त, फिल्डमा आइसक्यो अनि यतातिर गेम पनि भइरहेको छ, साथीहरू यो खेल्दैछ अझैजना। अनि हामी चाहिँ यता बसेर चिल गरिरहेको छ। मेरो साथी एउटा यता छ, म यता छ, अनि म नि यतै छु। अनि हेर्नु सबैजना, अनि फिल्डको नजारा नै कति राम्रो छ, पुरै मुड फ्रेस भइहाल्छ यता बसेखेरि हेर्नु त। अनि फेरि पछि भेटौँला। हामी अब चाहिँ बस्दै बस्दै बेलुका भइसक्यो अनि अब चाहिँ घरतिर लागिसक्यो। हेर्नु यहाँ अब बाटोमा आइसक्यो, अब घरतिर गइरहेको छु। मेरो साथी नि अब के बोरिङ लागिरहेको थियो बस्दै बस्दै आउँथ्यो। अनि के गर्नु, अब घुम्न आउनुपर्छ किनभने हामीहरूको गर्लफ्रेन्ड पनि छैन नि, उता गर्नुपर्छ। अब घर गइरहेको छु अनि साथीले भने एकचोटि बजारबाटै जाने भनेर। अब धेरै टाढा सायद टाढाबाट आएको थियो, त्यसैले यताबाट जाँदाखेरि यसको अलिकति सर्टकट पर्छ, त्यसैले अब यतैबाट जान्छु। नाइस भ्यू छ तर।